नहीं यो खानु भयो रे मैले गेस गरेको एनिमल चाहिँ हो है मैले गेस गरेको ओके अनि मैले गेस गरेको एनिमल चाहिँ जे छ नि त्यो त होस् अनि तैँले गेस गरेको एनिमल चाहिँ म है के भन्नु ल नआयो नि ल ठिक छ ओके तैँले गेस गरेको एनिमल वाइल्ड एनिमल कि डोमेस्टिक एनिमल डोमेस्टिक नि हो ओके तेरो कुन हो मेरो त्यस्तो डोमेस्टिक जस्तो भन्न त मिल्दैन होइन अन्त डोमेस्टिक भन्ने के भन्ने अब डोमेस्टिक भन्ने नि भयो वाइल्ड भन्ने नि मेरो त्यस्तो खालको हो क्या त्यस्तो एनिमल हो क्या घाँस खान्छ कि के खान्छ त्यसले त्यस्तो घाँस खाने त्यस्तो भन्ने नि हुन्न होइन त्यो घाँस त्यस्तो घाँसै खाने भन्ने चाहिँ हुन्न त्यो चाहिँ अब मेबी घाँस नै खान्छ होला त्यसले चाहिँ म त्यो पनि थाहा छैन घाँस नै खान्छ होला तेरो घाँस खाने कि मासु खाने कस्तो घाँस नै खान्छ त्यसले तेरो एनिमलहरू कहिले काहीँ उमा हुन्छ नि जूहरूमा पाइन्छ कि नै ज्वरो नि हुन्छ हुन्छ ओके त्यो चाहिँ अनि घरमा पाल्यो होइन घर जस्तो पाल्ने भन्ने हुन्न अब त्यसलाई पाल्न मिल्दैन कि त्यस्तो क्या फेरि घर चाहिँ पाइन्छ फेरि पाल्न नमिल्यो क्या अब त्यस्तो खालको हुन्छ कि फेरि त्यो चाहिँ होइन स्नेक चाहिँ होइन तेरो स्नेक हो होइन ओके तेरो चाहिँ घर पालेर आउँछन् तिनीहरूले घरमा नि पाल्छन् हाम्रो पालेन हाम्रो घरमा छैन छैन तेरो उ त होइन भैँसी त होइन अर्ना त्यस्तो खालको होइन होइन तेरो एनिमल हाम्रो गाउँतिर छ कि नै जता नि हुन्छ कता नि हुन्छ यहाँ पनि हुन्छ हुन्छ यहाँ पनि यहाँ त देख्छस् यहाँ चाहिँ देखाएको छैन ओके गाई हो होइन के गर्छ फेरि तेरो चाहिँ अनि यता छ यता नि पाइएछ पाइरा हुन्छ त्यतिर पनि घाँस खान्छ जङ्गलमा नि हुन्छ ऊ पनि घरमा नि जतिर जाने हो क्या फेरि हाम्रो घरमा पाले हाम्रो घर त त्यो भयो घरमा पाल्न मिल्दैन कि त्यसलाई अनि तेरो एनिमल कस्तो ऊ हो के भन्छ उड्छ कि उड्दैन त्यो उड्दैन नउड्ने हो ओके त्यो चाहिँ घरमा पाल्न मिल्दैन त्यस्तो कसरी डोमेस्टिक एनिमल्स भयो त नि त्यो अब घर चाहिँ पाइन्छ भन्नु क्या त्यस्तो डोमेस्टिक भन्दा नि अब पाल्यो होइन घर चाहिँ पाइन्छ भन्नु क्या बाँदर हो कि नै होइन तेरो बाँदर मेरो बाँदर होइन तेरो बाँदर होइन होइन ऱ्याबिट हो कि नै अँ ऱ्याबिट थाहा थियो मलाई